16, 17, 18वटा चाहिँ निर्णयहरू भएका छन्। त्यसमा एउटा शुभकामना सन्देशको निर्णय भएको छ। यसमा म पढेर सुनाउँछु। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनुभएका प्रतिनिधि सभाका माननीय सदस्यहरू र सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको नेतृत्वमा गठित संघीय सरकार र सरकारका माननीय मन्त्रीज्यूहरूलाई बागमती प्रदेश सरकार हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछ। आम जनताको आशा, परिवर्तनको आकांक्षा, सुशासनयुक्त र भ्रष्टाचार मुक्त सेवा प्रवाह तथा विकास र समृद्धिको चाहनालाई व्यवहारमा रूपान्तरण गर्न लोकतान्त्रिक मूल्य, मान्यता, विधिको शासन, पारदर्शिता र जवाबदेहिताको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आजको अपरिहार्य आवश्यकतालाई केन्द्रमा राख्दै नेपाल सरकारसँग सहकार्यको लागि बागमती प्रदेश सरकार सदैव तयार रहेको छ। समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तमा आधारित संघीय प्रणालीमा संविधान प्रदत्त तहगत सरकारहरूको भूमिकालाई सम्मान गर्दै संघीय सरकारले नेतृत्वदायी भूमिका खेल्नेमा बागमती प्रदेश सरकार विश्वस्त रहँदै सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको नेतृत्वमा नवगठित संघीय सरकारलाई सफल कार्यकालको लागि बागमती प्रदेश सरकार पुनः हार्दिक शुभकामना व्यक्त गर्दछ। दोस्रो प्रस्ताव थियो फागुन 21 गतेको आम निर्वाचनमा सहभागी हुने सम्पूर्ण आम नेपाली जनता र मतदाता, त्यसपछि सुरक्षाकर्मी र चाहिँ निर्वाचनको क्रममा खटिएका पत्रकार लगायतका सम्पूर्णलाई चाहिँ शुभकामना र बधाई ज्ञापन गर्ने एउटा चाहिँ निर्णय भएको छ। अर्को एउटा प्रदेश सभाको आगामी अधिवेशन 2082 साल चैत्र 24 गते मंगलबार दिनको 4 बजे बस्ने गरी अधिवेशन आह्वान गर्ने निर्णय भएको छ। मन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रस्तावमा 11औं तहको गौरीमान श्रेष्ठ कृषि सेवामा कार्यरत हुनुहुन्थ्यो, उहाँको लागि अनिवार्य अवकाशको एउटा चाहिँ निर्णय पारित भएको छ। मन्त्री परिषद कार्यालयकै अर्को प्रदेश निजामती सेवा नियमावली 2082 स्वीकृत गर्ने सम्बन्धमा प्रस्ताव पारित भएको छ। मन्त्री परिषदकै कार्यालयको बढुवा नियुक्ति तथा पदस्थापन सम्बन्धमा निर्णय भएको छ। 11औं तहको इन्जिनियर सेवामा कार्यरत राजु श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा पदस्थापनको एउटा चाहिँ निर्णय भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदकै कार्यालयको पद मिलानको एउटा चाहिँ निर्णय भएको छ। नवीन सिंहलाई भौतिक पूर्वाधार मन्त्रालयमा पद मिलानको एउटा निर्णय भएको छ। मन्त्री परिषदकै सिफारिसमा संघीय सम्पूरक र विशेष अनुदान तथा राष्ट्रिय योजना आयोगमा माग गरिएका आयोजना र कार्यक्रमहरूको अनुमोदन गर्ने निर्णय भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा बागमती प्रदेश विज्ञापन नियमन गर्ने निर्देशिका 2082 स्वीकृत गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा विक्रम सम्वत 2083 सालको सार्वजनिक विदा घोषणा गर्ने निर्णय भएको छ। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम परीक्षण, निदान, परामर्श र उपचार व्यवस्थापन पहिलो संशोधन कार्यविधि 2082 स्वीकृत भएको छ। स्वास्थ्य मन्त्रालयको अर्को प्रस्तावमा दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालन सम्बन्धी पहिलो संशोधन कार्यविधि 2082 स्वीकृत भएको छ। अर्को प्रस्ताव सामाजिक विकास मन्त्रालयको प्रस्ताव छ। बागमती प्रदेश विश्वविद्यालय पहिलो संशोधन 2082 पनि स्वीकृत गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा बागमती प्रदेश जग्गा विकासको लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति मागेको थियो, त्यो स्वीकृत भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रस्तावमा प्रदेश सचिवहरूको थप जिम्मेवारी तथा निमित्त सचिव जिम्मेवारी तोक्ने सम्बन्धमा
निर्णय भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको वैदेशिक भ्रमण मनोनयन तथा स्वीकृति सम्बन्धमा निर्णय भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा बहुवर्षीय ठेक्का मापदण्ड 2082लाई संशोधन गर्ने निर्णय भएको छ। धन्यवाद। प्रदेश सचिवहरूको पद जिम्मेवारी तथा निमित्त सचिव जिम्मेवारी तोक्ने सम्बन्धमा कृषि मन्त्रालयको सचिवले राजीनामा दिनुभएको थियो र त्यसमा चाहिँ निमित्त सचिव तोक्ने विषय